च्याङसुन जान्छु भन्दै थियो एक्लै रहेछ बुढो अङ्कलहरू लानु हुँदैन त दामी दामी यो चाहिँ डाइरेक्ट हो यो चाहिँ अब यो बाटो चाहिँ जेखङ जाने बाटो हो हेर्नु चाहिँ यस्तो छ यस्तो छ अलिक दिनले चाहिँ अलिक साथ दियो भने त्यो चाहिँ अलिकति ढिलो भएछ हामी आउनु 10 दिन जस्तो ढिलो भएछ मैले अब तपाईँको खाली चाहिँ फेरि लाग्दो रहेछ वक्कै लाग्यो पत्ता थाहा छैन कम्प्युटरमा हालेर हेरेर टिल्कोहरू लिएर आएको चाहिँ दामी चाहिँ एप्पलहरू दामी दामी सिजन भएको अहिले चाहिँ एक्ज्याक्टली 4:30 भयो हो बिहान 6 बजी हिँडेको अहिले 4:30 भयो हिँडेको हामी जानु आँटेको लेक चाहिँ अब यो माथि देख्दै गरेको डाँडा यसलाई पनि काटेर जानुपर्ने छ यो ठुलो डाँडा पनि यस्तो काटेर हो अहिले चाहिँ हाम्रो राति छु रिभरको त्यहाँ छ यो चाहिँ हाम्रो 5 पोखरी जाने बाटो हो बल्ल बल्ल टुप्पोमा आइपुग्यो हामी बादल लागेर यस्तो भइरहेको छ यहाँहरु हेर्नुस् यो पारी चाहिँ यहाँदेखि उता चाहिँ छङ्गु यो पार यो रेन्ज देख्दै गरेको अन्त हाम्रो जहाँ क्याम्प थियो हामी जहाँबाट आएको थियो त्यो बोट पनि देखाइदिन्छु तपाईहरुलाई अहिले अलिक मेरो ब्याट्री डाउन पनि हुन आँटेको छ मोबाइलको त्यो तल त्यो पहाड देख्नु हुँदैछ तपाईहरुले तल त्यो बादल लागिराखेको यो जग्गाबाट चाहिँ हामी आएको हिँड्दै हिँड्दै खोला हुँदै यता भएर त्यो चाहिँ यहाँबाट तल यो तल कहाँ हो उहाँ चाहिँ हाम्रो दुईजना गाइड हुनुहुन्छ उहाँहरू चाहिँ यता नर्थ सिक्किमकै कवितिङदाको आगेहरू उहाँहरू चाहिँ हाम्रो गाइड केटाहरू चाहिँ यहाँ तल हुँदैछ हो रागी एकजना तल भ्लग्स बनाउँदै हिँड्नु हुँदैछ यता होला सायद पछाडि हिँड्ने
उहाँ दुईजना पनि आउनुहुँदैछ। आज चाहिँ हाम्रो ट्रेक आजै छ। एउटा पोइन्ट चाहिँ हाम्रो आयो जस्तो लाग्यो हो। यहाँ चाहिँ यस्तो रहेछ हो। यो जग्गा चाहिँ रोडको एक्सेस छैन हो। यहाँ चाहिँ खुट्टै हो हाम्रो रोड भन्ने पनि जे भने पनि। यहाँ चाहिँ एउटा पोखरी रहेछ हाम्रो। यो चाहिँ हाम्रो सिक्किमकै हिडन प्लेस हो। यो चाहिँ यो जग्गातिर चाहिँ मान्छेहरू हतपत आउँदैन रहेछ टुरिस्टहरू। सायद एउटा हुनसक्छ, एउटा माथि नि रहेछ हो। यो चाहिँ हाम्रो फर्स्ट एउटा पोखरी। यहाँबाट यसको अझै एउटा माथि छ भन्दैछ यहाँ टुर गाइडहरूले हाम्रो हो। यो चाहिँ सेकेन्ड पोखरी हामी आएको भर्खर आएको सेकेन्ड। अर्को पोखरी चाहिँ यो तल्लोपट्टि छ। तल्लोपट्टि चाहिँ अर्को पोखरी चाहिँ यो चाहिँ सेकेन्ड पोखरी। उहाँहरूले भालेपोथी हो भन्नुहुँदै थियो हो। छेउमा गएर चाहिँ बदमास गर्नु भएन मैलाहरू। अझै त्यहाँदेखि यसको उतापट्टि पनि छ भन्दै थियो। यहाँ माथि डाँडादेखि उता माथि यो पाहाडहरू देख्दै गर्नुहुँदै यसको उतापट्टि पनि छ अझै। योसँग दुईवटा अब तिनवटा जानुपर्ने छ अझै यहाँबाट। अब्बो भने चाहिँ हामी थर्ड पोखरी निस्कुनै आँटेको। यहाँ माथि छ भन्दैछ। दुईवटा पोखरी चाहिँ यहाँ तल हो। एकजना चाहिँ यहाँ अक्सिजन डाउन भएर बसिरहेको छ पानीमा। यो चाहिँ धुपहरू, तर म चाहिँ लेकहरू आउँदा टिप्दिनँ। यहाँ चाहिँ मेन पोखरी छ भन्दैछ हाम्रो। एउटा चाहिँ यस आइपुग्यो हाई अल्टिट्युड। यो हाइट चाहिँ फेरि हाम्रो चाहिँ छाङ्गु लेकभन्दा अग्लो अरे। यहाँबाट दुईजना आगेले भन्नुहुँदैछ हो। यो चाहिँ हाम्रो थर्ड पोखरी। अब अहिले यहाँ छेउमै जानुपर्ने छ हो। यहाँ तपाईँहरूले देख्नुहुँदा चाहिँ हाम्रो दुईजना डगी, कालो र रातो कुकुर, उनीहरू पनि तलबाट हामीलाई कवि तिङदाबाट पछाउनु भएको रोड साइडबाट उकालो हो। उनीहरू पनि यहाँ आगे अर्कै हुन्छ। एउटा कुकुर चाहिँ अर्को चाहिँ बस्नु पछाएर आएको छ। उनीहरू पनि तल रोडबाटै कवि तिङदा रोडबाट। यो चाहिँ हाम्रो थर्ड पोखरी, थर्ड डेस्टिनेसन हो। बाटोहरू देख्नु भयो ओ गुवा कहाँ आएको माथि गएको ल ल्या धुप ल्याइदियो ल हामीलाई पनि भन्छ। यहाँ हेर्नुहोस् न दुःख यस्तो छ है। यहाँ चाहिँ यो भुइँमा देख्दै गरेको धुपको सेन्टहरू दामी आउँदैछ। हामी दुईवटामा छ जानुपर्ने रहेको। यो चाहिँ यहाँ माथि भन्नु यो पाहाड काटेर जानुपर्छ भन्दैछ। मेन ठुलो चाहिँ कताबाट हुन चाहिँ ठुलो पोखरी चाहिँ यो पाहाड काटेर जानुपर्छ भन्दैछ हो। पोखरी छुमा सुनपत्तीको दोकान बोल्नुहोस् न।
यहाँ चाहिँ हिउँ पनि परेको रहेछ हल्का हो हिउँहरू रहेछ भित्र देख्नु हुँदैछ यो प्लान्टको भित्र हेलो गाइस फाइनल्ली हाम्रो है पाँच पोखरीको एकदम ठुलो पोखरीमा हामी आइपुगेका छौँ है यो चाहिँ अलिकति ठुलो मतलब उहाँ चाहिँ अब अलिकति फादर भन्यो भने बाबा आमा भन्यो भने उहाँ चाहिँ ठुलो रहेछ है ठुलो एकदमै चिसो घडी उज्यालो हुँदो रहेछ यहाँनिर कुहिरोले है घडी अलिकति उज्यालो हुँदो रहेछ घडी चिसो हुँदो रहेछ है यो भ्यू हेर्नु सक्नुहुन्छ तपाईँले यहाँ अलिकति हामी यो धुप है यो सुनपाते हामी अलिकति टिप्दैछौँ है सबैजना हामी जति पनि ट्रेकिङमा जति पनि आएको हामी साथीहरू थियो सबैजनाले यहाँ सुनपाती यहाँ अलिकति धुप टिप्दैछौँ है यसरी हेर्नु सक्नुहुन्छ यसरी धेरै छैन हामी करिबन हामी 5-6 जना छ है यसरी हामी सुनपाती धुप टिप्दैछौँ है हेर्नु सक्नुहुन्छ तपाईँ हाम्रो यहाँ उहाँ त चिन्नुहुन्छ तपाईँले च्याङ ट्युब है मलाई भन्नुभएको ट्युब ब्लगर है हाम्रो है हेलो आजसम्मको हाम्रो लगभग 2 दिन भयो है त्यस पश्चातमा तपाईँलाई यहाँ आइपुग्दा तपाईँलाई कस्तो अनुभव कस्तो भइराख्नु भएको छ तपाईँलाई अलिकति अनुभव त कहाँ म यो सँग त 3 फेर भयो हजुर र यसपालिको पनि राम्रै लाग्यो तपाईँहरूलाई चिसो तपाईँले कति महसुस गर्नुभयो चिसो त मलाई त्यति महसुस त लागेन सधैँ आइबसेकोले गर्दा होला हजुर एफेक्ट लागेन चेन्जेस पहिला तपाईँ आउनु भएको भन्नुहुन्छ चेन्जेस पहिला हेरी र अहिले हेरी के तपाईँ के फरक भन्नु चाहनुहुन्छ फरक त अब धेरै फरक हो पहिला अब समय आएको यसपालि चाहिँ अलिकति छिटो आयो नोभेम्बर भन्दा पहिला म नोभेम्बरमा आएको थिएँ जाडो तपाईँलाई कति जाडो नोभेम्बर जति त छैन अहिले मतलब तपाईँलाई अलिकति त्यस्तो चिसो तातै छ भनौँ तातै छ हजुर ए राम्रो लाग्यो अहिलेको ए हजुर तपाईँलाई भेटेँ मजा आयो उकालो याद आजसम्मको तपाईँको सफर भनिदिनुहोस् कति दिन भयो तपाईँ यहाँ आइपुग्नुको लागि 5 पोखरीसम्म आइपुग्दा कति दिन भयो तपाईँको अब हिजो हामी 6 बजी हिँडेको 6 बजी हिँडेर 5 बजी हामी ताम्जे आइपुग्यो हजुर ताम्जेदेखि हामी ताम्जेमा बास बसिकन अघि बिहान फेरि जेकथाङदेखि मुनि च्याङ के पऱ्यो च्याङसी है त्यहाँदेखि चाहिँ हामी बिहान 8 बजी हिँडेर चाहिँ यहाँ चाहिँ हामी लगभग कति 2:30 तिर आइपुग्यो होला 2:30 अरे 11:30 होइन हजुर 11:30 तिर आइपुग्यो ए राम्रो छ अब दाजुभाइको मजाले हो खाली मेलो गर्दैछ तपाईँलाई कस्तो अनुभव छ अलिकति भनिदिनुहोस् जाडो तातो कस्तो फिल छ तपाईँलाई मलाई त एकदम ठिकै छ एकदम मजा आइरहेको छ रमाइलो हो रमाइलो ठिकै छ रमाइलो छ है अलिक लेक लागे जस्तो भएर चिसो लागेर तपाईँलाई ए मेरो चाहिँ फर्स्ट टाइम हो सबै यो जग्गा तपाईँलाई कस्तो अनुभव के छ तपाईँलाई यहाँसम्म आज है 5 पोखरी तपाईँले आउनुहुन्छ भन्नुहुँदै थियो आइपुग्नु भयो र तपाईँलाई अनुभव कस्तो छ यहाँ पुग्दा साँच्चै नै तपाईँलाई कस्तो महसुस भइरहेको छ तपाईँलाई यहाँ त स्वर्ग नै हो हाम्रो त यहाँ त हाम्रो जति छ यहाँ तल साथीभाइले पनि यसो आयो भने हुन्छ है मलाई त दामी लाग्यो यो माथि अन्त टाढा हरियाली चटक्कै फुल यत्रो यहाँ धुप पाउँछ तर यहाँ आउँदा चाहिँ अलिकति केटाहरू चाहिँ अब निकै 1 हप्ताको जस्तो टाइम लिएर आउनुपर्छ किनभने आउँदा बिस्तारै बस्दै क्याम्प लगाउँदै आउनुपर्ने रहेछ यहाँ चाहिँ किनभने हामी उकालो हिँड्दा जति हिँड्छ त्यति नै सास बढ्दैछ ए हजुर मलाई पनि अघि त्यस्तै भयो तल अलिकति खानेकुरो मकै सकै सब भुटेको अदुवाहरू सबै ल्याउनुपर्छ हजुर त्यो जानकारी चाहिँ अब दिएको आज मलाई अनुभव भयो कि यहाँ आउँदा चाहिँ ए साह्रो पर्यो हस् त धन्यवाद तपाईँलाई हस् त यो चाहिँ हाम्रो 4टा भयो 4th लेक हामी चाहिँ पल्लो त्यो डाँडा काटेर आज उता जानु पर्थ्यो 5 पोखरी यो भिरहरू हुँदै यो तल बाटो चाहिँ अप्ठ्यारो बाटो छ आउँदा चाहिँ यो तल पारीबाट आएको हामी उकालो हो डरलाग्दो भिर चढेर
यहाँ चाहिँ यस्तो चाहिएको छ उकालो जाँदैछ चाहिँ हो यहाँ चाहिँ यस्तो मसिनाहरू पनि परेको थिएछ तर हामीलाई चाहिँ भेटेन हाम्रो चाहिँ गुड लक यो चाहिँ हामी 5 पोखरीबाट फर्केको अब बाटो चाहिँ यस्तै छ अब मेन भर्सेस पनि यति साह्रो त हिँड्दैन हौ यति साह्रो हिँड्दैन ल आज अर्को स्याटिस पहाड रहेछ यहाँ अझै हामीले पर देख्दै गरेको पहाड अझै छ 4-5वटा काटेर जानुपर्छ अझै हाम्रो गोठ चाहिँ डल्लै छ हाम्रो गोठ अब हाम्रो यात्रा चाहिँ डरलाग्दो भयो हो 3 दिनको छुट्टीमा अगाडि हाम्रो आज्ञाहरू जानुहुँदैछ अझै फर्किनु पर्ने त धेरै छ काटिनु पर्ने डाँडा चाहिँ हिजो चाहिँ हामी कवि लिङचङबाट बिहान 6 बजी हिँडेको होला हो गोठ आइपुग्नु लागि चाहिँ टक्कै 11 घन्टा लाग्यो त्यहाँबाट होल्ड अघि बिहान हामी 10 त होइन 8 बजी चाहिँ हिँडेको हामी कहाँबाट हिँड्यो भन्दा हामी चाहिँ यो तल खोला यो चाहिँ राते खोलाबाट हिँड्दै हिँड्दै यता कता गयो उकालो अझै देख्नु हुँदै गरेको डाँडाहरू अझै काटेर हाम्रो गोठ पुग्नुपर्छ यो चाहिँ फर्किने बाटो सानो चौडो चाहिँ बिसाइरहेको रहेछ हाम्रो आज्ञाहरू यता उकालो जस्तो छ हेभी रकहरू जियोहरूको चाहिँ नेटवर्क पनि भेटाउँदो रहेछ मेरो चाहिँ एयरटेल हिजो भेटाउँदै थियो कुन जग्गातिर चाहिँ ग्यालाखा भन्दैछ यहाँ जग्गाको नाम चाहिँ हो माथि पहाडहरू काटेर चाहिँ ओह्रालो आएको हो त्यस्तो बाटो चाहिँ थरीथरीको यस्तो छ रुखहरू चाहिँ यहाँ अजुबा रुखहरू यो यो चाहिँ रातेछु रिभर हो यो बाटो चाहिँ 5 पोखरी जाने बाटो हो तलबाट तर हामी चाहिँ फर्केको अझै काटिनुपर्छ क्या है अझै हाम्रो मेन बोर्ड चाहिँ उयो डाँडादेखि उतै छ
कत्रो टाढो पुग्नुपर्छ हो। हामी चाहिँ अघि त्यो माथि देख्दै गरेको डाँडा त्यसको नि उता पुगेर आएको, त्यसको नि उतै छ चाहिँ। हामी चाहिँ यो देख्दै गरेको यो माथिको यो डाँडा, त्यसको नि त्यो डाँडा काटेर न अझै त्यस्तै डाँडा छ 3-4वटा, त्यहाँ पुगेर आएको। अब चाहिँ हामी हाम्रो गोठतिर फर्केको, त्यहाँ पुगेर 5 पोखरी पुगेर फर्केको। यहाँ चाहिँ माथि यसरी हुन्छ युमथाङ भ्याली जस्तो छ, यस्तो जग्गा 2टा जग्गा हेर्छ यो जग्गामा। यस्तै छ यहाँ रिभर बग्दछ, यो रातेझोरी रिभर हो। यहाँ चाहिँ युमथाङ भ्याली। यो चाहिँ हामी 5 पोखरी फर्केर आएको हाम्रो घर भने पनि है, बस्ने जग्गा भने पनि एउटा गोठ हाम्रो है, जुन चाहिँ हाम्रो यो 2 दिन हाम्रो लागि हामी सबैजना यो 5 पोखरीमा घुम्न आएको 2 दिनको हामीलाई बसोबासो गर्नु पायो, यहाँ बस्नु पायो, खानु पायो, एकदमै आनन्द मजा लियौँ हामीले है। र एकजना हाम्रो यहाँ अघि हुनुहुन्थ्यो है गोठमा, उहाँसँग हामी बस्यौँ 2 दिन, उहाँसँग पनि घुम्नु गयो है। यो चाहिँ हाम्रो गोठमा है, हेर्नु सक्नुहुन्छ तपाईँहरू। यहाँ 2 जना अलिकति थाकेर बिसन्चो भएर ढल्किराख्नु भएको छ। अन्त उहाँ एकजना भाइ बिचरा आफ्नो मोबाइलमा चार्ज छैन चाहिँ चेक गर्दैछ है। यहाँ हाम्रो यहाँ थाकेर बिचरा बसिराख्नु भएको छ, बिचरा अलिकति पुरा थाकेर बसिरहनु भएको छ है। यहाँ मेरो यहाँ अर्को साथी अलिकति ढल्केर बिचरा बसिरहेको छ। आज तपाईँलाई कस्तो भयो? दुख्नु हात खुट्टा जिउ तपाईँलाई कस्तो भयो आज? हात खुट्टा पुरा दुख्यो तपाईँलाई है? कति घन्टा जति हिँड्नु भयो आज तपाईँ यहाँ गोठदेखि उता 5 पोखरी? 12 घन्टा हिँड्नु भयो है। दृश्यहरू तपाईँलाई त्यहाँको सिनेरी भ्यूहरू कस्तो लाग्यो तपाईँलाई? सब राम्रो। तपाईँलाई यहाँ हामी यस्तो सबैजना साथी बसेर मिलेर बसिरहेको छ है। तपाईँलाई केही भन्नु छ? हामी अब तपाईँको जसरी पनि 2 दिन 3 दिन पङ्ना भएर बस्नुभयो, हामी बस्यौँ है। तपाईँलाई हामीलाई अब जसरी पनि पाउन केही सन्देश हाम्रो लागि के दिन चाहन्छ कि के भन्न चाहन्छ कि तपाईँ? मेरो वर्ष केही छैन त्यस्तो भन्नु छ तपाईँलाई होइन। अब 2 दिन यसरी बस्यो, तपाईँले बास दिनुभयो हामीलाई है, अब एउटा परिवारको जस्तै राख्नुभयो। तपाईँलाई केही भन्नु छ तपाईँलाई? अब हामीलाई अब फर्केर हामी त भोलि बिहानै जाँदैछौँ है, तपाईँलाई के भन्नु छ अब हामीलाई फर्केर जाने पाहुनाहरूलाई? छैन मेरो केही भन्नु छैन तपाईँलाई? भनेपछि हामीलाई यहाँ बस्दा तपाईँलाई अब त्यस्तो केही भएको छैन है? छैन, मलाई खुसी लाग्यो, खुसी नै लागिरहेछ तपाईँलाई है? उहाँहरू कस्तो रहेछ? अलिक नोटखट, अलिक ढिलो हिँड्ने, पछि हिँड्ने त्यस्तोहरू रहेछ कि सँगै हिँड्नु भयो तपाईँ? सँगै हिँड्यो है? सबै मिलापी रहेछ, मिल्दो रहेछ यिनीहरू? मिलापी रहेछ है। उहाँ एकजना हो भाइ बिचरा आफ्नो मोबाइल चार्ज नमिलेर चाहिँ उहाँ चाहिँ फिक्स टाइम बस्नु भएको छ है। यहाँ 2 जना ढल्किरहेको भएको छ यहाँ फोन कोट्याएर। उहाँको चाहिँ अलिकति फोनमा तपाईँको अलिक एडिटहरू गरेर केही भिडियोहरू बनाउनु रहेछ। उहाँ चाहिँ पुरा थाकेर सुतिरहेको भएको छ। उहाँ चाहिँ हाम्रो यहाँ गोठको ग्याम्बो, यहाँ अर्को ग्याम्बोको ग्याम्बो, 2 जना ग्याम्बो, ऊ चाहिँ ठुलो ग्याम्बो हो। बिचरा थाकेर अलिक ढल्किरहेको छ है। र हाम्रो यो आज चाहिँ लास्ट ट्रिप हो यहाँनिर है। गोठमा हामी एकदमै तातो आगो फुकेर है, तातो भएर बसिरहेछ। मजा आयो एकदमै, हामीलाई रमाइलो लाग्यो है। 5 पोखरी घुमेर आयो। बाटो त्यस्तै थियो, उकालो ओह्रालो, अब भिरपार जङ्गलको बाटो त्यस्तै हुन्छ है। हामीलाई एकदमै मजा आयो भनौँ। 2 दिन गऱ्यो हामीले ट्रिप है, ट्रेकिङ 2 दिन गऱ्यो, मजा आयो हामीलाई।